सो हेलो एभ्रिवान, आजको भिडियोमा चाहिँ म पुलअपको बारे खतरा टिप्स लिएर आएको छु। सो आज चाहिँ हामी कुरा गरौँ तपाईको 20 पुलअपमै अड्केको छ भने चाहिँ त्यसलाई म्याक्सिमम रेप्स कसरी लिने, कसरी त्यसलाई चाहिँ 30 सम्म पुर्याउने विदिन अ मन्थ। डेमोको लागि चाहिँ हाम्रो दिपेश दाइ आउनु भएको छ। दिपेश दाइको चाहिँ अहिले म्याक्सिमम भनेको 20 देखि 22 रेप्ससम्म गइरहेछ। अब दिपेश दाइलाई चाहिँ त्यही रेप्स चाहिँ 30 सम्म पुर्याउनु छ भने चाहिँ आज दिपेश दाइले चाहिँ गरेर देखाउनुहुन्छ है। ओके ल दाइ, पुलअप हान्नु त तपाईले। ओके ल दाइले चाहिँ नम्बर 1 मिस्टेक यहाँ के गर्नुभएछ भने दाइलाई चाहिँ चाहिएको छ म्याक्सिमम नम्बर, तर दाइले चाहिँ सुरुमै एक्सप्लोजिभ गर्नुभयो क्या। किनकि अब जस्तो सुकै मान्छे होस् होइन, सुरुमै एक्सप्लोजिभ हान्यो भने चाहिँ उसले आफूले चाहेको नम्बर ल्याउन सक्दैन क्या। अब इफ मलाई पनि 30 चाहिएको छ, मेरो पनि 30 जान्छ, तर म सुरुदेखि नै एक्सप्लोजिभ हान्यो भने मेरो नम्बर अफ रेपुटेसन धेरै जाँदैन। सो ल अब दाइले फेरि गरेर देखाउनुहुन्छ ल। अब अहिले यसमा चाहिँ दाइले के गर्नुभयो भने दाइलाई जति चाहिएको छ हो त्यति हान्नुभयो। हो यो गर्दा चाहिँ दाइको यसमा चाहिँ मसल्स फटिक पनि हुँदैन। मसल्स फटिक नभएर दाइको नम्बर अफ रेपुटेसन धेरै जान्छ। सो नम्बर 2 टिप्समा कुरा गर्दा चाहिँ फल्स ग्रिप। अब दाइले फर्स्टमा चाहिँ विदाउट फल्स ग्रिप पुलअप हानेर देखाउनुहुन्छ है। ओके ल हेर्नुभयो नि, यहाँनिर फल्स ग्रिप, दाइको फल्स ग्रिप थिएन, त्यही भएर दाइको ग्रिप पनि छिटो र पुलअप पनि दाइलाई गर्न अलिक अब गाह्रो भयो। अब त्यसैमा दाइले यही कुरा फल्स ग्रिप लिएर र अलिक छिटो गर्नुभयो भने कस्तो हुन्छ पुलअप हेर्नु नै त। दाइको फल्स ग्रिप छ, चेन ठिक्क अप छ, डाउन 1 यस। ओके नम्बर 2 टिप्स भनेको फल्स ग्रिप भयो। ओके ल नम्बर 3 टिप्समा कुरा गर्दा चाहिँ अब दाइले पुलअप हान्नु छ, तर दाइले चाहिँ 20 पुलअप हान्नको लागि 30 सेकेन्ड लाउनु भयो। 20 पुलअप हान्न 30 सेकेन्ड लाउनु र दाइले त्यही 20 पुलअप हान्न चाहिँ 15 सेकेन्ड लाउनु भयो भने दाइको 15 सेकेन्डमा हान्दाखेरि मसल पनि धेरै छिटो फटिक भएको हुँदैन अनि दाइको पुलअप रेप्स पनि एकदम धेरै जान्छ। ल सुरुमा दाइले चाहिँ त्यही पुलअप 3 पुलअप हान्नुहुन्छ, तर त्यही पुलअप अलिक स्लोली हान्नुहुन्छ, डेड ह्याङ गर्दै हान्नुहुन्छ र त्यही पुलअप दाइले अलिक फास्ट हान्नुहुन्छ अनि दाइको यहाँ रेपुटेसन हेर्नु कस्तो जान्छ। ओके दाइ ओके ल अहिले दाइले यहाँनिर यो 3 पुलअप गर्दा दाइलाई निकै गाह्रो भएको थियो अनि दाइको यसमा मसल्स पनि छिटो गल हो क्या। त्यसो हुँदा दाइको अब जस्तो दाइलाई 10 रेप्स चाहिएको थियो भने दाइको 10 रेप्स पनि जान एकदम गाह्रो हुन्छ। अब यही कुरा दाइले अब 3 पुलअप फास्ट गर्नुहुन्छ भने दाइको ओके ल दाइले अब यही कुरा 3 पुलअप फास्ट हान्नुभयो। यसमा चाहिँ फास्ट हान्दा चाहिँ दाइलाई के एडभान्टेज भयो भने दाइको अब मसल्स पनि फटिक भएको हुँदैन, दाइलाई अझै हान्न इनर्जी रहन्छ। दाइको अब 10 पुलअप एचिभ गर्नु थियो भने 10 भन्दा पनि धेरै माथि जान्छ। ओके ल नम्बर 4 को टिप्सको कुरा गर्दा वर्कआउट सेड्युल। अब वर्कआउट सेड्युलले पनि हाम्रो पुलअपमा एकदम धेरै डिफ्रेन्स ल्याउँछ है। अब त जस्तै हामीले एभ्रिडे पुलअप हानेर पनि हाम्रो पुलअप बढ्दैन। हामीले पुलअप हान्नको लागि चाहिँ एउटा सेड्युल हुनुपर्छ। जस्तै अब दाइको सेड्युल कस्तो हुन्छ भने अब सोमबार आज हाम्रो सेन्टरमा पनि ट्रेनिङ हुन्छ, त्यही भएर आज दाइले सोमबार पनि ट्रेनिङ गर्नुहुन्छ। सोमबार मङ्गलबार बुधबार बिहिबार 3 दिन रेस्ट हुन्छ अनि फेरि शुक्रबार चाहिँ दाइले पुलअप ट्रेन गर्नुहुन्छ। त्यसो हुँदा चाहिँ एउटा सेड्युल हुन्छ अनि सेड्युल भएपछि मसल्सले पनि धेरै छिटो रिकभर पाउँछ अनि पुलअप रेप्स एकदम हाई जान्छ। ओके ल नम्बर 5 एन्ड छुटाउनै नपर्ने टिप्स भनेको चाहिँ हामीले पुलअप हान्दाखेरि जहिले पनि चक युज गर्नुपर्छ है। इफ हामीले चक युज गरेनौँ भने चाहिँ हामीले पुलअप हान्दै हाम्रो एउटा सर्टेन रेस्टमा पुगेर चाहिँ हाम्रो हात झर्छ अनि झरेपछि हामीलाई पुलअप हान्न एकदम गाह्रो हुन्छ। हामीले चक युज गऱ्यौँ र चक युज गरेर चाहिँ हामीले पुलअप हान्यौँ भने चाहिँ हाम्रो पुलअप रेप्स एकदम हायर रेप्ससम्म जान्छ एन्ड हामीलाई
पुलअप हान्दा पनि एकदम इजी हुन्छ जस्तै अब दाइले जुनतिर दाइले अब चक युज नगरिकन हान्नुभएको थियो त्यही कुरा अहिले चक युज गरेर हान्दा दाइले एकदम इजी भएको छ। एट लास्ट अफ द भिडियो यो 5वटा टिप्स चाहिँ के छ भने तपाईँले जहिले पनि पुलअप हान्दा जहिले पनि म्याक्सिमम रेप्स एचिभ गर्ने कोसिस गर्ने एक्सप्लोजिभ पुलअप नहान्ने एन्ड अर्को भनेको चाहिँ अलवेज टेक अ फल्स ग्रिप एन्ड थर्ड वानमा भनेको चाहिँ फास्ट पुलअप हान्ने एन्ड फोर्थ वानमा भनेको चाहिँ एउटा पर्फेक्ट वर्कआउट सेड्युल हुनुपर्छ तपाईँको एन्ड एट लास्ट भनेको वर्कआउट गर्नु अगाडि जहिले पनि चल्क युज गर्ने। सो यति नै छ गाइज 5वटा टिप्सहरू सो दिस वाज फर टुडे। थ्याङ्क यू गाइज फर वाचिङ द भिडियो। होप यु इन्जोय द भिडियो। सो तपाईँहरूको म्याक्स पुलअप पनि यो तलतिर कमेन्ट डाउनमा कमेन्ट गर्नु होला है।